ओहो, यहाँ हेर्नुहोस् न साथीहरू, एउटा रोकिरहेको बसमा एउटा सानो 1.5 वर्षको नानी आफ्नो बामैबाट छुट्टिएर गाडीमा खेल्दै खेल्दै चढ्छ र गाडीको पछाडिको सिटमा गएर बस्छ। र केही छिनमै ड्राइभर आएर उसले पत्तै हुँदैन त नानी छ भनेर उसले गाडी चलाउन थाल्छ। र केही बेरपछि उसले नानी रोएको आवाज सुनेर यसो ऐनामा हेर्छ र पछाडि एउटा सानो नानीलाई देख्छ र तुरुन्तै गाडी रोकिहाल्छ। र उसले पछाडि गएर त्यो नानीलाई ल्याएर अगाडि आफूसँगै बोकेर राख्छ। यहाँ भिडियोमा हेर्न सक्नुहुन्छ। र उसले त्यो नानीलाई आफूसँगै छेउमा लगाएर राख्छ र केही अगाडि गएर स्टेसनमा गएर त्यहाँ रोक्छ र पुलिसहरूलाई खबर गरेर नानीको बुवा आमा पत्ता लगाएर जिम्मा लगाउँछ। हेर्नुहोस् त कति राम्रो काम गरेको ड्राइभरले। र हजुरहरू पनि आफ्नो नानी बाबु छ भने ख्याल गर्नुहोला, किनकि केटाकेटीहरू खेल्दै खेल्दै पत्तै नपाइकन कता कता पुग्छन् र दुर्घटना पनि हुनसक्छ। त्यसैले हजुरले आफै ख्याल गर्नुहोला। यहाँ हेर्नुहोस् त, यो मान्छेले कति राम्रो काम गर्यो। सानो नानीलाई यहाँ राखेर उसले बाहिर पुलिसलाई खबर गर्न गएर नानीको जिम्मा लगाएको छ। र